नमस्ते एभ्रिवान, मैले चाहिँ स्मल बिजनेस जर्नी स्टार्ट गर्न गइरहेको छु। यो भिडियो चाहिँ वैशाख 15 गतेको हो र वैशाख 15 गते चाहिँ हाम्रो पसलको ओपनिङको दिन थियो। अनि हामीले त्यो दिन चाहिँ बफ मोमो, चिकन मोमो बनाएको थियौँ र हामीलाई चाहिँ छ्यामाले त्यो दिन एकदमै धेरै हेल्प गर्नुभएको थियो। मेन कुरो चाहिँ के भने हाम्रो पसलको ओनर अन्जुल गुरुङलाई चाहिँ मोमो बनाउन आउँदैन थियो र उसको छ्यामाले चाहिँ एकदमै मजाले मोमो बनाउन पनि सिकाउनु भयो। पसल ओपनिङ भएसँगै मोमो बनाउन सिक्ने मौका पनि मिल्यो। अनि हाम्रो पसलमा चाहिँ खाजाको आइटममा भेज मोमो, चिकन, बफ मोमो, चाउमिन, थुक्पा, अनि पानीपुरी, चटपटी, लाफिङ र इलामको अर्ग्यानिक चिया पनि पाइन्छ। अहिले चाहिँ हाम्रो यो चिकन मोमो रेडी हुँदैछ। अनि त्यस पछाडि हामीले चिकन मोमो बनाइसके पछाडि चाहिँ हामीले बफ मोमो पनि बनायौँ। अनि भोलिपल्ट चाहिँ फेरि मैले भेज मोमो बनाउनका लागि चाहिँ किमाहरू रेडी गरेँ। अनि किमा रेडी गरिसके पछाडि चाहिँ मलाई सघाउनका लागि मेरो बहिनी पनि आएको थियो। अनि हामी दिदी बहिनी भएर चाहिँ मोमो बनायौँ। अनि मैले चाहिँ फेरि पसलमा पनि हेर्नुपर्ने भएकोले चाहिँ अनि सालेभेनालाई मोमो बनाउन छोडिदिएँ। अनि दुईजनाले चाहिँ गफ गर्दै त्यो दिन चाहिँ धेरै मोमोहरू बनाएको थियो। मलाई चाहिँ मेरो बहिनी नजिकै भएको कारणले गर्दाखेरि एकदमै सजिलो भएको छ। अब कामहरू परेको बेलामा सघाउन आइज भन्दा पनि आइहाल्छ। र मोमोहरू धेरै बनाइसके पछाडि चाहिँ भरे चाहिँ एकदमै गलेर थाकेको अवस्थामा बनाएको मोमो हो यो चाहिँ। अनि हामीले फेरि अर्को दिन चाहिँ चिकन मोमो बनाउन रेडी गरेँ। खानासाना खाइसके पछाडि चाहिँ हामी तीनजना भएर चाहिँ चिकन मोमो बनायौँ। अनि बहिनी पनि त्यो दिन चाहिँ एकदमै धेरै खुसी भएर मोमो बनाइरहेको थियो। हामीले चाहिँ आज चाहिँ मोमो एकदमै धेरै बनाउनु पर्ने थियो, किनभने हाम्रो किमा चाहिँ अरू बेलाको भन्दा चाहिँ एकदमै धेरै थियो। अनि हामीले खाना खाइसके पछाडि एकैछिन मोमो बनायौँ। अनि त्यसपछि फेरि साइरसलाई स्कुलमा लन्च पुर्याउनु पनि जानुपर्ने थियो। अनि उसको लन्चहरू रेडी गरेँ। अनि उसलाई चाहिँ हामीले भर्खरै बनाएको मोमो पनि उसको लन्च बक्समा हालिदिएँ। अनि बहिनी र म चाहिँ स्कुल गएँ। यो भिडियो चाहिँ हाम्रो पसल आउने लोकेसन भिडियो हो। यो चाहिँ सुकिदारा चोक हो र यहाँनिर पुलिस बुथदेखि सिधा अगाडि जाने। अनि त्यस पछाडि हाम्रो पसल चाहिँ हेम्स हस्पिटल नजिकै सनसाइन अपार्टमेन्ट अगाडि रहेको छ। अनि यतिकैमा थोरै तल पुगे पछाडि चाहिँ यहाँनिर दुईवटा बाटो रहेको छ। हामी चाहिँ लेफ्ट साइड हुँदै जाने। यहाँ थोरै अगाडि चाहिँ पार्टी प्यालेस पनि रहेको छ। अनि त्यो पार्टी प्यालेसहरू हुँदै हामी सिधा अगाडि जाने। सुकेधारा चोकबाट चाहिँ हाम्रो पसल पुग्नको लागि ठ्याक्क टाइम चाहिँ 10 मिनट जति लाग्छ। 10 मिनट हिँडेपछि चाहिँ ठ्याक्क हाम्रो पसल